हेलो सो गाइज वेलकम बैक टु माई न्यू भिडियो। स्वागत छ सबैजनालाई मेरो यस न्यू भिडियोमा। यति बेला चाहिँ हामी ड्युटीबाट छुट्टी गरेर रुम जाँदैछौँ। यति बेला रातको 11 बजिसकेको छ। आज एकदम भिड थियो होटल अनि धरो प्लान पनि भयो। हेलो हेलो ओके हाई हेलो। एउटा रोमानियन केटोले कुरा गर्दै थियो। अब के गर्नु जान्दैन, उसले रोमानियन बोल्छ, हामीले बुझ्दैन, गाह्रो छ। अनि हामी ड्युटीबाट जाँदैछौँ। अनि यहाँ हाम्रो साथी अस्ति मैले भिडियो हालेको थियो नेपाली भाइ भेट्यो भनेर, होइन त्यही भाइ भेट्यो। फेरि यहाँ फेरि त्यो भाइ यसरी बोकेर हिँड्दो रहेछ। ड्युटीबाट घर जाने बेला पनि चत्त लगाएर हेर त, प्लास्टिकको थैलो बोक्ने अनि भेटाए जति बोतल प्लास्टिकमा हाल्ने, होइन। ओ नेपाल भाइ के छ हालकोमा, ठिक छ नि? ए अनि तपाईँलाई अस्ति लगभग 4-5 महिनामा नेपाली 1 लाख जतिको बेचियो भनेर भन्नुहुन्थ्यो, होइन। यानि यसरी खोज्नु हुने रहेछ, दुःख पनि धेरै हुने रहेछ है। ड्युटीबाट घर जानेलाई यसरी भेटायो टिपो हालो, होइन। आहा ल ठिक छ, एकदम राम्रो छ, होइन। यस्तै छ गाइज, होइन। हाम्रो नेपाली भाइको काम पनि। अनि अब नेपाली भाइ मात्र के भन्नु, यहाँ पैसा, अब पैसाको लागि त यति त गर्नै पर्यो। यति नगरिकन पैसा आउँदैन। अनि के छ त, केही छ भन्नुपर्ने नेपाली भाइ? तक 10 मिनट ए यसरी खोज्ने हो? ए माटो मात्रै रहेछ। भेटाए जति त यतिको त हाल्नै पर्यो, होइन। ए ठिक छ ठिक छ, यति त गर्नैपर्छ। अनि हाम्रो अर्को साथी यहाँ छ नि, उहाँ चाहिँ मसँग हिँडिराख्नु भएको छ। लाम के लाम, ओ फेरि हेर्नु भएको सरलाई। छ छैन? ओहो जितायो भारीले, होइन। अब आफू पनि देखा पर्यो नि त। म यहाँ छु, होइन, नयाँ लुक्समा कपाल च्यात्त पारेर काटी छु। त्यस्तै छ, गाह्रो छ गाइस। राति 11 बजिसकेको छ रातको। नेपालमा त अब यहाँ रोमनी आएको चाहिँ 11 बजेको छ। नेपालमा चाहिँ 12, 1, 2 लगभग 2, साढे 2को बिचमा हाराहारी पुगिसक्यो होला हौ। रातको 2:30तिर पुगिसक्यो होला नेपालको। यहाँ चाहिँ 11 बजिसकेको छ। यस्तो छ, ड्युटी जाँदैछौँ। अरे सरी, घर जाँदैछौँ ड्युटीबाट। गाह्रो छ, घर परिवार पाल्नै पर्यो, पापी पेट पाल्नै पर्यो। नपालिकन बाँच्न सकिन्न। यस्तो छ रातभरि। अनि अब रुम पुग्नेलाई अहिले 12 बज्छ। अनि सुतो, भोलि बिहान उठेर बिहानै ड्युटी दगुर्यो। गाह्रो छ हौ, गाह्रो छ। अब गाह्रो छ भनेर नि अब के सुनाइराख्नु, आफैले रोजेको बाटो हो। यस्तै छ, जे भने अब खुसी हुनुपर्छ है साथीहरू। यहाँ चाहिँ यसरी गार्डनहरू पनि छ घरको अगाडि, टक्क चत्त लाएर, होइन। यस्तो दामी दामी फुल्या फुलहरू तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। ल है साथीहरू, अब अर्को नेक्स्ट भिडियो मिल्नेछ भन्दै आजको यस भिडियोबाट बिदा हुन्छौँ। च्यातर डोना थापाको डाइलग चोर्या है।